तामाङको छोरोको कथा हो जसले दुई विदेशी हिउँमा जमेको अवस्थामा देखे मुखबाट रगत झर्दै थियो, शरीर जमेको जस्तो थियो। तर उनले सोचे आज मरे पनि यिनीहरूलाई लिएरै जान्छु भनेर। कसरी र के भएको थियो जानु आजको यस भिडियोमा। 9 वर्ष अघिको कुरो, जेठ महिना थियो। बिहानी चिसो। सोलुखुम्बुका आङदावा तामाङ सगरमाथा आरोहण टोलीमा सहायकको रूपमा काम गरिरहेका थिए। उनी उस दिनको मुख्य काम भनेको डोरी मिलाएर फर्काउनु थियो। जब उनी केही पर दुई विदेशीलाई आरोहीलाई लडेको अवस्थामा देखे। एकजना भारतीय, अर्को दक्षिण अफ्रिकी थिए। उनीहरू सास फेर्न सकिरहेका थिएनन्। मुखबाट रगत झर्दै थियो, शरीर जमेको जस्तो थियो। त्यो ठाउँ डेथ जोन भनेर चिनिन्छ, जहाँ अक्सिजन यति कमी हुन्छ कि मानिसको शरीर बिस्तारै बन्द हुन थाल्छ। अधिकांश उद्धार सम्भव हुँदैन। तर आङदावा पछि हटेनन्। उनले एक्लै 8700 मिटरको त्यो उचाइमा पहिलो आरोहीलाई अक्सिजन मास्क लगाइदिए, बोतल फेरिदिए। त्यसपछि फेरि अर्कोलाई पनि त्यसै गरे। रातभर उनीहरूलाई हिउँमा कभर गरे, अलिकति गर्दै सुरक्षित ठाउँसम्म घिसार्दै लगे। उनकै कारण ती दुई विदेशीले ज्यान बचायो। तर आङदावा कहिले मिडियामा आएनन्, न त उनलाई कुनै विशेष पुरस्कार नै दियो। कथाहरू अरू पनि लिएर आउने बाचा गर्दै आजलाई छुट्टिन्छु। धन्यवाद।